हेलो हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। मैले यो भिडियो आमा बाबालाई जापानमा लिएर घुमाउने बेलाको भिडियोहरू ठ्याक्कै 1 वर्षपछि म एडिटिङ गर्दैछु। अनि यो चाहिँ हाम्रो सम्झनाको लागि, आमा बाबासँगको घुमघामको लागि भनेर बनाएको भिडियो हो। यदि राम्रो लाग्छ भने कमेन्ट गरिदिनु होला। आमा बाबालाई मोनोरेल चढाउने अनि यो अग्लो टावर अनि समुद्र चढाउने बेलाको अब झुन्ड्याम आमा हामी लु झुन्ड्याम। देख्यौ आमा त अगाडि हेर्नु त यो चाहिँ मोनोरेल भन्छ हैन। जापानको अरू ठाउँहरूमा पनि छ होला, तर हाम्रो नजिक चाहिँ चिबा क्षेत्रमा अलिकति थोरै एरियामा चाहिँ यो ट्रेन चलाउँछ क्या। अनि मैले सुने बुझे अनुसार यो अहिले एक्सपेरिमेन्ट गर्दैछ अरे हैन। भुइँमा चाहिँ अलिकति चाप बढी भयो, माथिबाट बग्ने चल्ने ट्रेन पनि गरौँ न भनेर। तर यो अलि खर्चालु छ जस्तो लाग्छ है मलाई चाहिँ। यत्रो ठुल्ठुलो पिल्लरहरू गरेर है खर्चालु छ होला। अनि अरू नर्मल ट्रेन भन्दा चाहिँ यो अलिकति महँगो पनि छ क्या टिकटमा। मैले यसरी बाटोमाथि हिँडेको ट्रेनहरू चाहिँ सिङ्गापुरमा चाहिँ देखेँ थिएँ, तर बाटोदेखि माथि के सबै माथि हो यो देख्यौ। माथि झुन्डिने हो क्या एउटा। ल हिँड्नु आमा हिँड्नु, ल हिँड्नु बाबा यता हेर्नु ल। ए हामी अग्लो घरमा चढेको आमा डराएर हुन्थ्यो मायाको सहारा। माथिबाट हेरौँला समुद्र हेर्दा कति तल कति माथि आयौँ अब। Chiba Port Tower opened an observatory in the year 1986. Yeah, like 8 meters. Prefecture exceeded 5 million residents. On days with clear weather, you can even see Mount Fuji. We hope you enjoy what डराइन 113 मिटर 113 मिटर। ल हामी चिबाको फोटो टावरमा छौँ है। एकदमै अग्लो 110 मिटर अग्लो भनेको छ। यहाँ चाहिँ पानी जहाज आउँदैछ। स्काई ट्री गाडीहरू त खेलाउने जस्तो है। यो ट्रेन स्टेसनमा झरेर 10 मिनट जति खुट्टाले हिँड्नु पर्ने रहेछ है। ट्याक्सीमा आएर हामी चाहिँ चिबाको पोर्ट टाउनबाट माथिको बाटो देखिने दृश्यहरू चाहिँ हेर्दैछौँ। यसको चारतिरै फरक दृश्यहरू देखिँदो रहेछ क्या, अगाडि पछाडि होइन। अनि कस्तो राम्रो त्यो दिन चाहिँ आकाशहरू पनि खुलेको थियो। बाबा आमाहरू पनि मेबी खुसी हुनुभयो। बल्ल जापान जस्तो फिल भयो होला मेरो आमा बाबालाई यो देखेर। नत्र त खालि गाउँ जस्तोमा बसेको है, ठुल्ठुलो सहरहरू नदेखेको बल्ल गाउँ जापान जस्तो पो लाग्यो होला त। ए गाई जापान यस्तो छ। ल बच्चाहरूको खेलाउन जस्तै पो छ त गाडी त। यहाँबाट हेर्दा त साना छ त। यहाँबाट चाहिँ भ्यू हेर्न पाउने रहेछ होइन। यतापट्टि यो साइडपट्टिको दृश्य पनि असाध्यै राम्रो क्या, लेफ्ट साइडपट्टिको होइन। त्यहाँ पनि पुरै पार्कहरू समुद्र देखिने कस्तो राम्रो रहेछ। पानी जहाज तर यहाँ सामानहरू बोक्ने बन्दरगाह जस्तो कलकारखाना उद्योगहरूको लागि। यहाँभित्र चाहिँ काठले बनाएको एउटा पानी जहाजको कस्तो राम्रो चित्र के। पानी जहाज
मोबाइल ल्याएको छु कपाल मिलाइदिनु त बाबा ल यतिका मार्केटमा यसो आमा बाबाको टिकटक पनि बनाइदिउँ न भनेर कोसिस गरेको बाबा फेरि टाउको दुखेर बिचरा जता पनि बसेको बसे नजाम भन्दै हुनुहुन्थ्यो जबरजस्ती लिएर आएको तर यासासी के हाम्रो आमा बाबाहरू असाध्यै यासासी जे भने त्यही मान्नुहुने क्या बिचरा जे भने त्यही मान्नुहुने अनि खुसी पनि हुनुभयो है आनन्दको सम्बन्ध है भगवान् म त साह्रै मन पऱ्यो ल ल आमा त बागलुङबाट यता आउनु यहाँ आएर अनि रेडी वान टु गो आउनु ल जानु 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 अझै जानु ल बिचैमा उभिनु फेरि अर्को त तिन घुम्नु ल तिन घुम्नु ल घुम्नु त आमा घुम्नु आउँथ्यो ल हेर्नु ल अब हात समातेर आउनु आउनु अगाडि दुईजनै अगाडि आउनु आउनु ल आमा बालाई टिकटक बनाइदिने भनेर के बिचरा तर जे भने नि मान्ने बिचरा हाम्रो आमा बा कति लातालाती जस्तै के छोराछोरीको वचनहरू हार्न नसक्ने के बिचरा अनि त्यसपछि हामी चाहिँ तल झरेको लिफ्टमा यो चाहिँ झरेर तल तर पनि कस्तो टाइम लागेको कि झर्न पनि फाइनल्ली हामी तल झरेर अब छोरीलाई एकछिन खेलाइदिन पर्यो कति खुसी हुने कि यस्तो खेल्न पाए त बच्चाहरू फेरि बच्चा भन्दा नि बाउ खुसी यस्तो यस्तो खेलाउन पाए त बाउ साह्रै खुसी हुने फेरि खुसीले मक्खै परेछि नै मेरो छोरी फेरि खेल्न पाएर बिचरा आयो त पानी जाँच्नु माथिबाट देख्थ्यो होला के पानी जाँच आयो कुन सामान कति बोकेर आएको होला नि कस्तो राम्रो दिन गरेको छ आमा समुद्र बल्ल फर्स्ट टाइम देख्नु भयो होइन पानी जाँच आयो बाबाको मोबाइल बोक्नु भएको नि पानी जाँच आयो हामीलाई टाइम लाग्यो नि उडेतिर बिचरा हाम्रो आमा बाबाहरू क्या आफ्नो लाइफमा कति उतार चढाव झै झगडा मनमुटाव त भयो होला नि हुन त लभ म्यारेज नै हो तर पनि कति केयर गर्नुहुने क्या यो बुढेसकालमा आएर बाबाले लु आमा लु पानी छुनु सरी छुनु भयो खुट्टा चुपाउनु पावा हुन्थ्यो कि हातले छुनु है ल 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 बालिन छुन् त एकपटक आउन भयो मेरी बा बुढेसकालमा लग परेर के गर्ने ज्याङ भयो अझै ल अलि नजिकै ल हेलो हेलो हामी समुद्रमा आएको बाबा हामी यहाँ चिबाको जापानको चिबाको समुद्रमा आएको है राम्रो रहेछ होइन राम्रो रहेछ ऊ यो टावर पनि चढियो फाइनली समुद्र पनि हेरियो होइन बुढो हेरियो नि किन हामीले त हेरिरहेको बाबालाई समुद्र देखाउने इच्छा थियो अहिले यहाँ त खासै ठुलो देख्थिनँ
समुद्रलाई ए समुद्र राम्रो रहेछ एकदम गजब रहेछ पानी आएको जाँदै गर्दैछ भन्दै भयो घाम लाग्यो आज है गजब फेरि त हाम्रो आजको दिन अझ चिडियाघर जाने भनेको भ्याउँदैन जस्तो छ भ्यायो भने चिडियाघर जाने न त नजाने बाबा 3-4 बजे 3 बजे पुगिन्छ होला कि यहाँबाट पनि स्टेसन पुग्नु पर्यो केमा जाने ट्याक्सी त बोलाउन पर्छ अरे ट्याक्सी बोलाउन नि फोन हाल्न पर्ने भयो त्यही भएर हामी बिस्तारै हिँड्दै त्यही त हो नि देखेको त्यहाँबाट यति उता धेरै टाढो चाहिँ होइन तर आमा बाबाको हुनाले गर्दा होइन आमा ट्याक्सी बोलाउन नि फोन हाल्नु पर्ने रे होस् हामी चिबा जू जान चाहिँ नभ्याउने भएको भएर अब हामी बिस्तारै हिँड्दै अब पार्कसम्म जाने एकीसम्म जाने ए यहाँ त ऊ पनि हुँदो रहेछ आमा एकी जति चढ्न मिल्दो रहेछ अब बिल्डिङ लागि बाई बिल्डिङ गरेँ हिँडिन्छ होइन आमा घुम्नु नै छ भने डुल्नु नै छ भने उमेरमै घुम्ने उमेरमै डुल्ने होइन उमेरमै खाने दुःख गर्ने सँगसँगै इन्जोय पनि गर्न पर्ने रहेछ नि बाबा घुम्नु छ भने डुल्नु छ भने उमेरमै घुम्ने डुल्ने अहिले 2 कदम हिँड्दा ढाड दुख्छ 2 कदम हिँड्दा घुँडा दुख्छ होइन आमा जिन्दगी ज सबै छोरीलाई उही उँभो लागिन भन्दै दुःख गर्दै सबै जिन्दगी फाले 80 वर्षमा जापान घुमाम भन्ने बेलामा घुँडोले काम गर्दैनन् ढाँडले काम गर्दैनन् भाइ क्यानियो ल्याउन मात्र यस्तो छ कुनै चढ्न पनि पाउँदो रहेछ नि बुढो यहाँ खै कता त्यहाँ लेखेछ अब होस् यहीँबाट पनि चढेर त्यही स्काई टाउन त त्यहीँ त रहेछ त्यहीँबाट यताबाट स्काई ट्री ल त्यहीँ त गर्दो कुनै चढ्ने भनेको हो कि बाबा के अरे सिप भनेको पानी जान्छ के कसो आमा के कसो राम्रो देख्यौँ कि घुम्नु छ भने बेलैमा घुम्ने होइन डुल्नु छ भने बेलैमा डुल्ने खानु छ भने बेलैमा खाने नसाच्ने धेरै लोभ लालच नगर्ने रहेछ कि रहेनछ जिन्दगी के रहेछ त जिन्दगी आज कि भोलि होइन तर के गर्नु अहिले 80 वर्षको बुढाबुढीलाई यसो लु है जापान देखाउँछु भनेर लिन त लिएँ यस्तो छ पारा 2 पाइला हिँड्दा घुँडा दुख्छ 2 पाइला हिँड्दा खुट्टा दुख्छ ढाड दुख्छ बाबाको त्यत्रो खर्च गरी बोलाएर राम्रोसँग घुमाइवरी डुलाइवरी गर्न नि पाएन जस्तो लाग्ने यस्तो गाह्रो छ ल त्यही नि बनाऊँ न ए ल हामी यहाँ फर्किँदैछौँ एन्टी लाइट पऱ्यो नि बुढो त कस्तो राम्रो देखिने है पुरै बाटो रुखहरू लगाएको यस्तो गरेर चिबाको सहरमा चाहिँ आमा अनि के मान्छेको जिन्दगी के रहेछ त के जस्तो लाग्छ घुम्ने खाने बस्ने र हिँड्ने राम्रो रहेछ के अरे एकदम राम्रो सुपर सफाइ कागज फाल्न नपाइने एकदम राम्रो किन कागज फाल्न पायो भने जस्तो लाग्छ र नफालौँ जस्तो हुन्छ सुपर सफाइ हामीले गर्न पर्यो अर्डर गरेदेखि आफूले सुपर सफाइ गरौँ जस्तो हुन्छ रातै पार्नु भएको छ नि कति राम्रो विकास होइन नेपालमा यस्तो विकास त कहिले होला रामा है 100 वर्षपछि नि हुन्न होला जस्तो लाग्छ है त्यही ताल हो भने त कुर्ची साथ गरेको हामी अब मोनोरेल चढेर फेरि घर फर्किँदै हो आमालाई समुद्र देखाएर आज चिडियाघर पनि जाने भनेको तर भ्याइएन बुढाबुढीलाई
झडाउन अनि लिफ्ट खोज्दै जाऊ फेरि लिफ्टबाट तल माथि गराउन गाह्रो हुँदो रहेछ त्यही भएर अहिलेको बाबाहरू उता बस्नु भएको छ बाबालाई त्यही हिँड्यो भने ढाड दुखिहाल्छ उयो रातोवाला ट्रेनमा जानु भनेको के अरे हो यो लोकल नरहेछ क्या सर्च गरेर हेर्दा भेटिँदैन आमा बाबालाई सक्दो खुसी बनाउने कोसिस गऱ्यौँ थ्याङ्क यू फर वाचिङ